हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। सबैजना स्वागत छ मेरो टुकी मकर ब्लगमा। सो देख्न सक्नुहुन्छ आज सन्डे, त्यसैले म चाहिँ होइन अब बाहिरतिर त्यसै काम त त्यसपछि म चाहिँ परतिर गएँ। परतिर ग्राउन्डमा चाहिँ हल्का गाडीहरू रहेछ। त्यसपछि चाहिँ हेर्दै गएँ, हेर्दा 8-10 गाडी रहेछ। त्यसपछि म चाहिँ केटाहरू धेरैहरू चाहिँ यता बसिरहेको छ। त्यसपछि पारितिर फोटो पनि खिचिरहेको थिएँ। त्यसपछि हामी केटाहरू बसिरहेको छ यता न। त्यसपछि म चाहिँ सिधै होइन अब हाम्रो किचनभित्र छिर्छु। त्यसपछि आन्टीले काम गरिरहेको थियो यतातिर होइन। मेरो काम पनि यतै हो, तर हल्का टाइम मिलाएर बसेको। त्यसपछि केटाहरूले चाहिँ यता परोठा हान्दै, अनि जेरानले अमलेट बनाइरहनु भएको छ भने भान्जाले परोठा हान्दैछन्। पारितिर दाइ बसिरहनु भएको छ। त्यसपछि केटाहरू यता धेरैहरू 2-3 जना छन्। त्यसपछि केटाहरूले हालिरहेको थियो होइन। त्यसपछि म पनि हल्का भिडियो बनाइदिउँ भनेर। त्यसपछि हाम्रो अछामी आइरहेको थियो। यी अब एउटा धेरै पनि आउँछ। त्यसपछि हामी चाहिँ होइन अब भिडियो बनाइरहेको थिएँ। म चाहिँ केटाहरू चाहिँ भनेर हेरिरहेको थिएँ। अनि मेरो भिडियो चाहिँ त्यसै म चाहिँ किचनमा गएपछि देख्न सक्छ गौँटा, अनि त्यसपछि हाम्रो तारा भन्छ हाँसको मासु, अनि त्यसपछि टौका है, माछाको टौका। यो चाहिँ माछाको टौका हो। त्यसपछि यो चाहिँ हाम्रो च्वाचे भन्छ नि त होइन, च्वाचेको मासु हो। फ्राई भइरहेको थियो। सन्डेको दिन धेरै काम छ। त्यसपछि यो चाहिँ बिफ बोइल गर्छ। त्यसपछि हाम्रो पन्नी हुन्छ। त्यसपछि मामाहरू अनि अरूले चाहिँ भाँडा माझ्दै हुनुहुन्छ यतातिर हुन्छ। त्यसपछि अब हाम्रो चाहिँ अब उता हुन्छ एउटा चाहिँ माछा मार्न आएको रहेछ डुङ्गा लिएर। त्यसपछि होइन यस्तै हो, हल्का भिडियो बनाइदिएको। सन्डेको दिन थियो, त्यही पनि हल्का टाइम मिलाएर भिडियो बनाउँदै। देख्न सक्नुहुन्छ डुङ्गामा सर होइन, मजा आउँछ है चढ्दाखेरि पनि। तपाईँहरू पनि चढ्नुभएको होला। त्यसपछि मेरो चाहिँ माथि गएँ। माथि हेर्न जाँदाखेरि दाइले कार्ड टक्क लिएर टक्क पैसा लिन लाग्नुभएको रहेछ। त्यसपछि दाइले कार्ड लिएर आउनुभयो, पैसा दिँदै रहनुहुन्छ। अनि त्यसको हेर्नुको लागि त्यसले कोड नम्बर दिन लाग्यो। त्यसपछि हामी चाहिँ आउँछौँ तल। त्यसपछि सोल्टीले चाहिँ यता गिलास धुन लाग्नु भएको छ। त्यसपछि म चाहिँ होइन हेर्न जान्छु कति काम चलाएर चाहिँ यतापट्टि गराउनु भनेर आएको छु। अनि सोल्टी पनि हेरिरहनु भएको छ। त्यसपछि हामी चाहिँ बाहिर देख्न सक्नुहुन्छ यस्तो राम्रो होइन। पहिला चाहिँ धान थियो, धान काटिसकेपछि अब 1 हप्ता पछाडि चाहिँ टक्क होइन हल्का पलाएको छ क्या। अनि अब चाहिँ पानी हाल्छ होला सायद अब 1-2 दिन पछाडि। यता नल पनि फालेको छैन क्या यो धानको चाहिँ। त्यसपछि हामी चाहिँ केटाहरूसँग टक्क बाहिरतिर गएको। अनि मैले चाहिँ बाहिर भिडियो बनाइदिइरहेको थिएँ। त्यसपछि केटा पारी चाहिँ चिनेको बर्थडे थियो। देख्न सक्नुहुन्छ तपाईँहरूले अब धेरै